हेलो साथीहरू नमस्ते। आज के पाएको त? मेरोमा चाहिँ आज छ चिकन फ्राई राइस, चिकन ललिपप, अनि स्पाइसी मायो, अनि चिकन मोमो छ, अनि यो मोमोको झोल छ, अनि चिसो छ साथीहरू। अनि सलादमा चाहिँ सधैँको जस्तो छ गाजर मुला। अनि हजुरहरू त यसलाई सलादको रूपमा लिनुहुन्न होला, तरकारी रूपमा लिनुहुन्छ होला। तर म चाहिँ यसलाई मनपर्छ, म चाहिँ दिनै पछि 2-3टा खाने गरेको छु। मेरो लागि चाहिँ यो पनि सलादै हो साथीहरू। अब मेरो आइटम चाहिँ यस्तो छ। म अब कुनबाट सुरु गरौँ? म खान लागि फ्राई राइसबाट, चिकन फ्राई राइसबाट सुरु गर्छ साथीहरू। खान्छु ल, खाएँ ल। हातैले खाइदिएको साथीहरू, पन्जाला रप्ठा मिसो साथीहरू चिज खानुपर्छ। मिठो छ। मोमो पनि सबै हामीले आफ्नै घरमै बनाएको हो। सधैँको जसरी मेरो पपीले चाहिँ हेरिराख मलाई। मम्मी कति खान्छु भन्छ ल। मैले साथीभाइ म तातो चाहिँ खान अलिक सक्दिनँ कि। तातो खाँदा अलि मेरो जिब्रो पातलो भएर होला बोल्छ। मैले सकेसम्म अलिक सिलाएर खान मनपर्छ। सबैले एक नाच हुँदैन नि त, कसैलाई चिसो मन पर्दैन। तर मलाई चाहिँ चिसै मनपर्छ साथीहरू। ललिपप, चिकन ललिपप नायकसँग चोला। मेरो छोरालाई एकदम मिठो मिठो बनाइदिन्छ क्या साथीहरू। इन्जोय गर्नलाई मम्मीलाई। मायोसँग स्पाइसी के भन्छ चिकन ललिपप चाहिँ साथीहरू यसरी। यस्तो आइटम चाहिन्छ, यस्तो रेसिपी चाहिन्छ भने हजुरले कमेन्टमा गर्नुहोला, कमेन्टमा लेखिदिनु होला। कुन कुन आइटम मनपर्छ त्यो आइटम हामी आफ्नै घरमा पनि बनाउन सक्छौँ साथीहरू। मेरो छोराले बनाइदिन्छ क्या साथीहरू।
सबै त मिठो छ, मोमो पनि मिठो छ। मोमो चाहिँ मोमोको डिजाइन चाहिँ बफको जस्तो छ साथीहरू, तर चिकन मोमो हो है। यो अलिक छिटो हुन्छ भन्ने मेरो छोरीले बनाएको छ, उसको हात त्यसमा पसेछ। म चाहिँ एकछिन बाहिर गएको थिएँ, उसले बनाइदिएको। मैले जुन के भन्छ डिजाइन पनि बनाउन आउँछ, छोरालाई पनि आउँछ, तर यसलाई सजिलो लागेको छ, यो बनाइसकेको रहेछ। आफै मन लागेको कुरा घरमा बनाउँदै खाँदै गर्ने कि साथीहरू। हाम्रो कता होटलतिर धाइरहनु, कता गइरहनु, सबै थोक आफूले भने जस्तो पाइँदैन। आफूले हातले बनाएको मिठो पनि भयो। मोमै भयो। जे खाँदा पनि पानी नखाइ सक्दिनँ कि साथी, म चाहिँ पानी चाहिँ खानुपर्छ, अड्किन्छ। यस्तो राम्रो बनाइदिएछ छोराले। माया मनपर्छ पर्दैन हजुरहरूलाई? मलाई चाहिँ मनपर्छ साथीहरू, मेरो छोराले आफैले बनाइदिन्छ। हाम्रो चाहिँ त पानी पर्दैछ साथीहरू, त अरूतिर के गरे? म त बोक्दै खाइदिन्छु। तपाईँले यसो खान मन लागेको घरमा बनाएर खाँदा हुन्छ कि साथीहरू, बाहिरको त कस्तो कस्तो पर्छ। हुन्छ यसो भन्यो भने फेरि रेस्टुरेन्ट होटेलहरूले चाहिँ असर पर्ला होइन, तर पनि आफूले बनाएको आफ्नै हुन्छ नि त। आफ्नो मस्तीले बनाउनु, फेरि हाल्ने, कति बनाउने, ताजा खान पाइयो।
चिकन फ्राई राइस हो, यहाँ पनि चिकनै छ, सबै चिकनको आइटम आज। यदि खाँदाखेरि साथीहरू चुप लागेर बस्नु हुँदैन नि, बिरामी पनि हुन सकिन्छ। एक्सर्साइजहरू बिहान उठेर मोर्निङ वाकहरू चाहिँ गर्नुपर्छ। साथीहरूको मोबाइलमा मेरो भिडियो पुगेको छ कि छैन, बिस्तारै बिस्तारै पुग्न सक्छ। अचेल नमानिकन पुरै भिडियो हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनुहोस्। हजुरहरूको सेयर लाइक सब्सक्राइबको म धेरै आशावादी छु। मेरो सानो च्यानल हो, भर्खर खोलेको छु। अब रहर त हो नि साथीहरू सबैको, होइन? त्यस्तै रहर मलाई पनि जागो। अरूको भिडियो हेर्थेँ, मलाई पनि अब आफ्नो पनि बनाउन भन्ने लाग्यो। साथ सपोर्ट दिने मान्छे पनि हुनुहुन्छ, त्यही भएर मलाई पनि रहर लागेर। साथीहरू मेरो आशालाई नमारिदिनु होला, सबै लाइक सेयर सब्सक्राइब गरिदिनु होला। राम्रो लागे पनि नलागे पनि एउटाले यसो लाइक र सेयर त गरिदिनु न है। सबैलाई खाएको भिडियो हेर्न राम्रो त लाग्दैन नि त, कतिले मन पराउनुहुन्छ, धेरै जसोले त कसै कसैलाई फेरि सङ पारेको पनि भन्नुहुन्छ नि त। मरिलानु के छ र, बाँचुन्जेल गरौँ न, इन्जोयमै गरेर जीवन बिताउनु पायो भने हुन्छ नि त। दुःख मात्रै कति गर्नु। इच्छा हो नि सबैको, होइन साथी? यो सामाजिक सञ्जालको जमाना छ, सबैको हातमा मोबाइल छ। झन् मोमोको झोलमा चोबिना छोडेर। नखाने मान्छेले दिएर पनि खाउँ लाग्छ क्या, यो बनाएको दिँदा पनि मिहिनेत पनि छ साथीहरू।
साथीहरू भिडियो अलिकति लामो हुनसक्छ होइन, लामो भयो होला, यसो मिलाएर फुर्सदमा चाहिँ पुरै हेरिदिनु ल। ल साथीहरू, आज खाना त देखिहाल्नुभयो, यही हो मेरो चाहिँ खान सकेँ। आशा छ तपाईँहरूले मन पराइदिनुहुन्छ, हेरेर मन पराइदिनुहोस्, लाइक सेयर फेरि पनि भन्छु सब्सक्राइब सबैले गरिदिनु है। हजुरहरूको सेयरको धेरै आशावादी छु म, मेरो आशालाई नमारिदिनु होला भन्दै आजलाई सबैसँग बाई बाई ल साथीहरू।